यहाँदेखि गयौँ हामी अनि 7 गतेको नाइटमा हामी बुटोलदेखि पोखरा गयौँ 4 कि 5 बजी पुग्यौँ बिहान त्यसपछि त्यहाँ हाम्रो जिप बुक यसरी चाहिँ हामीले अघिल्लो दिन नै प्लानिङ गऱ्यौँ के कसरी गर्ने भनेर तर अलमोस्ट बुकिङ चाहिँ बेनाजुले गरिसक्नु भएको रहेछ अनि हामी बिस्तारै प्याकिङतर्फ लाग्यौँ Ready to go. Ready to go. Chiri. Benazu. Ready to go. Ready to go. Nothing 1 घण्टा हामी नजाऊ बोतल चोर्न त छोड्दिन्न छोड्दिन्न कसैले त्यो बसबाट माथिबाट खस्न सक्छ ख्याल गर्नु बस साइड ब्याग We are going to Bena, how are you feeling? Bena ko यो ले नाक पनि टल्के छ कोरी Ayo! Yo! The journey begins. ल तपाईहरु चाहिँ घर बसेर हामीलाई हेर्नु होला है घरै बसेर हेर्नु होला पोखरा खाली अनि हामी आयौँ कालिका चोक बस कुर्दै अनि कुरेको टाइममा चाहिँ वी युटिलाइज सम टाइम मेकिङ टिकटक ट्रान्जिसन भिडियो तर अझै भनेको चाहिँ छैन है कस्तो आउँछ आई डोन्ट नो Hello. We are going to Kori. अनि अहिलेसम्म अहिले चाहिँ हामी बुटोलदेखि पोखरा जाँदैछौँ अनि अहिले हामी घरदेखि चाहिँ कालिका चोक आइसकेको छौँ के भयो भन्दाखेरि हामी टुकटुक लिएर आयौँ आउनलाई अनि दबाई छोड्नको लागि चाहिँ अङ्कल आउनुभयो हाम्रो गान्टु महाशयज्यूले आफूले मलाई चाहिँ लाइसेन्स राख्नु जसको लाइसेन्सको डेट पनि एक्सपायर भएको छ मलाई राख्न सम्झाएर आफूले चाहिँ तिमीले राखिछौ तर रिन्यू गर्न होइन केही भएन कति छ टाइम 3 महिना भयो त दिन्छ धेरै भयो गएको अहिले धेरै यस्तो हडतालले गर्दा हो भनेर बुझाउनु अनि केही भयो आइडिया अब बस्नु चढ्दैछौँ गाइस हामीहरू लेट्स गो हाम्रो देखाइ नाइट बस भएको कारणले चाहिँ हामी अलमोस्ट टाइम चाहिँ सुतेर नै पोखरा आइपुग्यौँ अनि सबैजना सुत्नुभएको थियो म चाहिँ उठ्ने सुत्ने भइरहेको थियो अनि फाइनली वी आर एट पोखरा हामी पोखरा आइपुग्यौँ बिहानको 3:30 जस्तो भएको थियो सायद अनि त्यति चोकमा चिया बेच्न राख्नु भएको रहेछ तातो तातो चिया खायौँ अनि हामी लाग्यौँ हाम्रो होटेलतर्फ होटेलमा चाहिँ हामीले जस्ट पोखरामा युज हुने कप्टा ड्रप गरेर चाहिँ हामी जाँदैछौँ सिक्लेस अनि अहिले हामी जाँदैछौँ होटेल दियो यो चाहिँ सुरुको मेसी लुक हो एज यु क्यान सी हामी सबै निन्द्रामा जस्तो थियो बट द एक्साइटमेन्ट इज हाई अनि हामी यही होटेलमा हल्का फ्रेस जस्तो भएर अनि सामानहरू यहीँ ड्रप गरेर चाहिँ लाग्यो सिक्लेसतर्फ बिहानको झिसमिसे अँध्यारो थियो अनि बाटो चाहिँ एज यु क्यान सी मेरो मोबाइल चाहिँ कतिको हल्लेको छ एकदमै अप्ठ्यारो बाटो थियो अनि म चाहिँ बाहिर हेरिरहेको थिएँ आर वी सेफ जस्तो काइन्ड अफ फिलिङले नजिकैबाट हिमालको सानो चुचुरो जस्तो देख्न पाउँदा हामी एकदम खुसी थियौँ लाइक हामी नजिक आइपुग्यौँ जस्तो लाग्थ्यो सूर्यको पहिलो किरणले रातो आकाश अनि बाटै पछि यति धेरै झरना थिए कि यति सुन्दर झरना हामी यस्तो बाहिर हेर्दै नै भ्यूमा नै रमाउँदै गाना बजाउँदै गानामा रमाउँदै लागेको थियौँ सिक्लेसतर्फ बाटो चाहिँ एकदमै अप्ठ्यारो पोखरादेखि सिक्लेस यस्तो साँघुरो बाटो अनि फेरि पानी परिरहेको हिलो अनि यस्तो तल चाहिँ गहिरो न गहिरो बिचबिचमा चाहिँ झरनाहरूमा पनि लाइक खोला जस्तै माथिबाट हिँडेर जानुपर्ने
वान मिस्टेक गेम फिनिस जस्तोको हेर्नु न यो डिस्टेन्स बाटोदेखिको र गाडीसम्मको। अनि तर हाम्रो त्यहाँ चाहिँ खोला अनि झरनाहरूमा नै थिए। अलमोस्ट यति धेरै झरना थियो कि कतिलाई त हामीले क्याप्चर गर्न नै सकेनौँ, बट वी ट्राइड हाउ मच सक्छौँ। यता साइडबाट चाहिँ भाइले क्याप्चर गर्दै थियो भने अर्को साइडबाट मैले क्याप्चर गर्दै थिएँ। अनि बिहानको अलमोस्ट 5-6 बजेतिर चाहिँ हामी सिक्लेस गाउँमा नजिकै पुग्यौँ। अनि त्यहाँ मानिसहरूले आफ्नो दैनिकी चाहिँ सुरु गरिसक्नु भएको रहेछ, आफ्नो काममा सबैजना व्यस्त भइसक्नु भएको रहेछ। अनि अनि हामी चाहिँ यही एउटा सानो होटेल जस्तोमा चाहिँ बसेर अनि ब्रस गऱ्यौँ, मुख धुने, स्किन केयर गर्ने, अनि त्यसपछि नास्ता खायौँ। अनि त्यसपछि सानो ब्रेक जस्तो लियो यो ठाउँमा चाहिँ अराउन्ड 20 मिनट्स जस्तो। चिसो ठाउँको त पानी पनि कस्तो मिठो हुने क्या, त्यही चिया त्यही तातो डोनट चाहिँ हामीलाई एकदम मिठो लागिरहेको थियो। खोइ भोक मिठो हो कि त्यहाँको खाना नै मिठो। अनि ब्रेकपछि हामी फेरि लाग्यो सिक्लेसतर्फ। अनि खाएपछि त हल्का इनर्जी त देखाउनै पर्यो। अनि हाम्रो ड्राइभर दाजुले चाहिँ यो ठाउँमा फोटो खिच्नु राम्रो आउँछ भनेर चाहिँ गाडी रोकिदिनु नि भयो। अनि वी स्पेन्ड फ्यु लङ टाइम भन्नुपर्छ, सबैले एक दुईवटा गर्दा त दाइले पनि बेकारै रोक्दैछु जस्तोवाला कुरा गर्दै हुनुहुन्थ्यो, किनभने यस्तो राम्रो ठाउँ थियो। अनि फोटो खिच्नै पर्यो, भिडियोहरू बनाउनै पर्यो। अनि 5 जनाको डुडुन्डा फोटो लिँदा पनि टाइम त अफकोर्स लाग्नु नै भयो नि त।
सो हामी अब जाँदैछौँ यो पुल तरेर गाइस यसरी नखिच न यसरी खिच पुल देखाएको क्या खास हाम्रो गाडी चाहिँ यसरी जान्छ पुलबाट पारी अनि हामी चाहिँ हिँडेर जाँदैछौँ दिस इज द भ्यू एट द मोमेन्ट सी इज माई चम्सुरी सिजमा मसौरी he is my भेनाजु म त देखेन देखिनु भयो के कालो देखेँ देखेन क्या हामीले उस भएर एन्टी लाइट गरेर के है अनि यो हाम्रो एनिमली किच 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 I don't care. I don't know you guys. Bye. Look at the view. अनि हामी चाहिँ यो पुल तरेर पारी गयौँ अनि दाइ चाहिँ गाडी लिएर सिधै अगाडि जानुभयो हामीलाई वेट गर्नुभयो We are heading towards Hugu. Finally at Cyclist. हामी छ मैले सिक्लेसमा अब हाम्रो यात्रा यहाँदेखि के हुन्छ भन्दा पैदल यात्री So before the track to Kori. Asma before the track okay अनि हाम्रो पैदल यात्रा सुरु भयो यहाँदेखि सुरुमा चाहिँ हामी सबैको अनुहारमा चमक छ एक्साइटमेन्ट छ हामी सिक्लेस गाउँको सुन्दर दृश्य हेर्दै हिँडिरहेको थियौँ निकै रमाइलो भइरहेको थियो अब अगाडि तपाईहरुले दृश्य नि हेर्न सक्नुहुन्छ राम्रो नै थियो त्यसैले हामीलाई थकाइ पनि त्यस्तो महसुस भएको थिएन मेरो भाइ चाहिँ बिचमा आएर म नि बोल्छु न भन्दै आयो अनि आफ्नो नेपाली चाहिँ छाडेर गयो थकाइ चाहिँ कसरी लाग्थ्यो यो चाहिँ हाम्रो जस्ट स्टार्ट भएको 2 मिनेट नै थियो way to Kori Kapuche Aja. This is our loro. This is our stick. This is our dawu and this is our dawi. So nice. Her name for today is What? Chimi. Chimi? Yes. Say it, Chimi. What's her name? Because I don't know. It just came in my mind. Because I'm from city. You are Kinda. City means. अब तँलाई के भन्नु यहाँ Mini. Mini. Okay. Mini and Chimi. Chimi. Okay. Mini? Chimi. Meet. Mini हजुर भन्न के हो? Mini? Sure. Yes, please भन. Wow, look at those flowers. यहाँबाट चाहिँ हामी सिक्लेस गाउँदेखि अगाडि कापुचेतिर हिँडिरहेको थियौँ र बिचमा रिल बनाउँदै भिडियो खिच्दै मनमोहित पार्दै हामी
हिँडिरहेको थियौँ र हिमालले हामीलाई आफूतिर तानिरहेको थियो। ऊ चाहिँ मेरो अर्को भाइ, उसलाई पनि बोल्नु त पर्यो अर्को बोलेपछि होइन। हनी हनी हामी अझै हिँड्दैछौँ 6 घन्टा अरे कापुचेलाई चाहिँ लगभग आधी घन्टा त हिँड्यौँ होला। तर हामी अब हुगोमा गएर चाहिँ लन्च खान्छौँ। क्विक ब्यागहरू चाहिँ ड्रप गरेर चाहिँ वे गर्न वेस्ट सारी आज लाउने हो र आइदर आज अरू भोलि बिहान लाइक हामी आजको नाइट स्टे हुन्छ हाम्रो कापुचेमा। एन्ड वाट एल्स टु सियर इज त्यस्तो ओहो महामारी थकै अझसम्म चाहिँ लागेको छैन। त्यस्तो छैन त्यस्तो अहिलेसम्म। किनकि हामी मारिले जाँदा चाहिँ लुक एट दैट यसरी यसरी ओ माय गॉड लुक एट दिस। हेलो यहाँ आउँदा उकालीमा अघि अघि ओह्रालीमा केलाई पछि हेलो गाइस गाइस मैं तो थक गई भाइ साहब। यस्तो बनाउने हो नि। चलो अहिले उसमा बसेर ड्राफ्टमा राख्नुपर्छ ल। ओके ल मलाई कति धेरै छ गाह्रो छ। अलिअलि डान्सहरू पनि सिक्नुपर्छ ल। अर्ग्यानिक वाटर थ्याङ्क यू मोले ल आप्पाहरू पर जाऊ। हामीले अर्ग्यानिक पानी भरेको छ हामीलाई अमली आदि like you गरिएको छैन साहेन्यौ भाग्यमा तिम्रो साथ लेखिएको छैन दुरो मेरो प्रेम धुरो। मलाई चाहिँ यो घर देख्दा यो क्या हो भन्ने जस्तो फिल भएको थियो है। तर यो त हाफ वे थ्रु पनि रहेन रहेछ, अझै कति हिँड्नु बाँकी रहेछ। अनि मेरो यो चाहिँ फर्स्ट ट्रेक भएको कारणले नि मलाई एकदम गाह्रो भएको थियो। मोस्ट अफ द टाइम त मलाई गिभ अप नै गर्नु मन थियो, लाइक म फर्किन्छु जस्तो पनि फिलिङ आएको थियो। अनि एज मेरो पिरियडको फर्स्ट डे पनि थियो अनि इट वाज काइन्ड अ हार्ड। तर अब दृश्यले चाहिँ तानिरहेको थियो होइन, आई क्यान डु इट जस्तो पनि भएको थियो। तर उकाली ओह्राली यस्तो ठाडो उकालो थियो नि, यु कान्ट इभन इमेजिन के। अनि त्यसपछि यहाँ नेपालको झन्डा देख्यो अनि यस्तो राम्रो लाग्यो कि हामीले फेरि रोक्यौँ फ्यु फोटोजहरू लिनलाई। फ्यु फोटोज अनि भिडियोजहरू लियौँ यो ठाउँमा पनि विथ आवर झन्डा नेपालको फ्ल्याग।
म चाहिँ यस्तो थकित भइसकेको थिएँ कि जहिले लास्ट हुने कि अरू माथि पुग्ने, त्यसपछि एक ठाउँमा रोकेर बस्दाखेरि चाहिँ आई टोल्ड देम तिमीहरू म हिँडेको 10 मिनट पछि मात्र हिँडौ है भनेर। अनि म सुई अगाडि लागेँ। अनि मेरो पछाडि चाहिँ एटलिस्ट एउटा भाइ चाहिँ मसँग नै हुन्थ्यो, आइदर ढिलो हुँदा या छिटो हुँदा चाहिँ। मलाई चाहिँ यस्तो थकैले चाहिँ बोल्नै मन पनि थिएन। फोटो भिडियोज त परै जाओस् पकेटमै थियो। अनि आई डोन्ट नो मेरो भाइसँग इनर्जी चाहिँ कसरी हुन्थ्यो, सबै ठाउँहरू चाहिँ क्याप्चर गरेको रहेछ क्या, यस्तो साँघुरो बाटोहरू हिँडेको थियो भन्दै। अनि मेरो अलमोस्ट कति धेरै भिडियोहरू पनि बनाउँदै हिँडिरहेको रहेछ यो चाहिँ। अनि खै कसरी हिँड्यो मलाई थाहा छैन, कति टाइम त कति छिटो अगाडि गएर नि बसिरहेको थियो। अनि यस थाक्दै ओट लाउँदै बस्दै फ्यु थिङ्स खाँदै अनि हामीले बार्स, चक्लेट्स, इलेक्ट्रोलाइट, बडी कीहरू चाहिँ लगेको थियो। अनि बाटोमा चाहिँ रोकिँदै त्यही खाँदै अगाडि बढ्यो। अनि त्यसपछि भिड चाहिँ एकदमै भिरालो पनि थियो। अनि तल गएर यस्तो साह्रो थियो। अनि बाहिर चाहिँ यस्तो छ भन्दै खुट्टा पनि पुरा छेउछेउमा लगिरहेको रहेछ कि। अनि हजुरले देख्न सक्नुहुन्छ ओह्रालो चाहिँ कतिको थियो। यस्तै नै थियो पुरै बाटो, कि त पुरै ओह्रालो कि त पुरै उकालो। अनि फर्किने बेला सेम बाटो। अनि त मन यस्तो खुसी भयो जब हामीले देख्यौँ हाम्रो गेस्ट हाउस, नमस्ते गेस्ट हाउस। सुरुमा चाहिँ हामी यहीँ बसेर अनि भोलि कापुचे जाने प्लान थियो। बट बाटोमा आउँदै गर्दाखेरि चाहिँ आज नै कापुचे जाने प्लान गरायो। सो त्यहाँ बसेर चाहिँ हामीले आफ्नो सामान ड्रप गरेर चाउचाउ खायौँ। अनि ब्याग बिना फ्यु कपडा मात्रै लिगेर कापुचेतिर लाग्यो। I'm feeling very excited to go Kapuche. मेरो एनर्जी लेभल ठिक छ। हैन चाहिँ कट मनी मेरो नि अफ क्यामेरा पनि देखाउनु पर्यो। हैन I'm fine. यो ठाउँबाट नै हिमालको सुन्दर दृश्य चाहिँ देख्न सकिन्थ्यो रे, तर बादल लागेको कारणले चाहिँ पुरै ढाकेको थियो। हिँड्दा यति अँध्यारो भएको थियो कि हामीलाई यस्तो डर पनि लागेको थियो। तर थ्याङ्कफुल्ली अर्को ग्रुपको मान्छेहरूसँग नि भेट भयो। उहाँहरूले सँगै नै जाम भन्नुभयो। उहाँहरूसँग लाइट पनि चकिलोवाला रहेछ। अनि बाटोहरूमा मजाले गाइड गर्दै हामीहरू साथमै सँगसँगै नै हिँड्यौँ।
अन्धकारहरूले देख्न सक्नुहुन्छ। मनमा त डर पनि लागेको थियो कतै जनावरहरू त छैन जस्तो काइन्ड अफ फिलिङ के। अनि मुखमा टायर्डनेस त अहिले देख्नै सक्नुहुन्छ। बिहानबाट हिँडेको यति राति हुँदासम्म नि हिँडिरहेका थियौँ। अनि हामीलाई चाहिँ हामी कति ढिलो हिँडेको जस्तो फिल लाग्थ्यो कि। तर उहाँहरूको ग्रुप जुन नेक्स्ट ग्रुप हुनुहुन्छ नि उहाँहरू त बिहान 7 बजे हिँडेको अरे के। अनि हामी चाहिँ बिहान लाइक अराउन्ड 8:39मा हिँडेको थियौँ। I'm tired. And yes, finally we are at our guest house, कापुचेनो रकोमा। अनि हामी चाहिँ बारी बिसायो। जाडो भयो बतायो यो तपाईहरुको गिलासको गरेको अनि फ्रेस भएर चाहिँ हामीले खाना खायो। तातो तातो थकाली सेट। अनि खाइसकेपछि चाहिँ हामी यसो रुममा गएर चाहिँ तास खेल्ने। सबैले मुभ पनि लगायो। आज हाम्रो हात खुट्टा यस्तो दुखेको थियो। अनि यस द्याट्स अल फर टुडे। आजको दिनमा चाहिँ हामीले त्यति नै गऱ्यौँ। हियर आर सम पिक्चर्स। अनि आई विल पोस्ट सेकेन्ड भिडियो सुन। एन्ड टिल देन इन्जोय। बाई।